फेरि पनि हार्दिक स्वागत छ आरके डुमी भ्लगमा। म चाहिँ यसरी भर्खरै म चाहिँ हिँडिरहेको थिएँ बाटोमा, अनि हिँड्ने क्रममा चाहिँ टक्कनिर कस्तो राम्रो यो दृश्यहरू देखेँ क्या। अनि गाडीहरू कुदिरहेको छ होइन, अनि प्लस यो हरियाली वनहरू कस्तो दामी लाग्यो क्या। अनि यो प्लेसहरू देख्दा चाहिँ एकदमै हाम्रो भनाइ छ नि त, नेपालको धन हरियो वन। अनि कति राम्रो यो बाख्राहरू चरनमा चरिरहेको छ। आमा यो बाख्रा कसको हो? ए हजुरको हो। ए हजुरले कति बेलादेखि चरनमा ल्याउनु भयो हो? चराउनु ल्याउनु भयो हो? कति बेला हजुर आउनु भएको हो आमा? 3 बजे। कस्तो दामी लाग्यो यहाँनिर हरियाली। हाम्रो दाइ हुनुहुन्छ। ए बुवा म बस्छु ल, बसेर कुराकानी गर्न मन लाग्यो क्या। यता हाम्रो भाइ पनि हुनुहुन्छ, मजा लाग्यो क्या। कहिलेकाहीँ यसरी बसेर नि कुराकानी गर्न मजा हुँदैछ। बुवा तपाईँहरूको घर चाहिँ कहाँ हो? भरतपुर 12 हुनुहुन्छ। मलाई चाहिँ नि ट्याक्कनिर यो बाटोमा हिँडिरहँदा चाहिँ कस्तो राम्रो लाग्यो क्या। यो सुनसान हरियाली ठाउँहरू होइन, यहाँनिर बाख्राहरू चरनमा चरिरहेको देख्दा चाहिँ ट्याक्कनिर यता थोरै बुवासँग कुराकानी गर्न मन लाग्यो होइन। बुवा यो जग्गाहरू यो बारीहरू देख्दा कस्तो आनन्द लाग्यो। तपाईँ यता आमासँग श्रीमान श्रीमती हुनुहुन्छ हो, अनि चेली माइती हुनुहुन्छ? ए छिमेकी हुनुहुन्छ। हजुरको बाख्रा हो कि यता आन्टीको हो, आमाको? ए बाख्रा गोठा लगाउनु मजा हुन्छ है अङ्कल? मजा हुन्छ, टाइम पास होइन। अब यो है कस्तो आमाले पो कस्तो राम्ररी भन्नुभयो। आमा कस्तो कस्तो हुन्छ नि भनिदिनु न। हजुर हजुर। कति राम्रो आमाको कुराहरू सुनेर म आफै गाइस होइन मन्त्रमुग्ध भए। कति हँसिनी हुनुहुन्छ। हजुर हजुर। आमा तपाईँको नाम भनिदिनु न मलाई। माया पौडेल। ए अनि माया पौडेल अहिले कति वर्ष पुग्दै हुनुहुन्छ आमा? 24 साले हुनुहुन्छ। ए हजुरको छोराछोरीहरू? हजुर हजुर। अब यो बेलुकी साँझ पर्न लाग्दैछ, अनि यसो हावा खाँदै बाख्रा चराउनुको मजा बेग्लै छ होइन आमा? कस्तो वाउ, जिन्दगी रमाइलो छ नि त आमा होइन? रमाइलो छ। ए यता चाहिँ हाम्रो धमला दाई हुनुहुन्छ। ए गोर्खाबाट हुनुहुन्छ हाम्रो धमला गाई। सडक्क परेर मलाई नि खुसी लाग्यो होइन यसरी। अन्त हाम्रो धमलाको हमला ऋषि धमला भनेर सुनेको थियौँ होइन। उहाँको चाहिँ कपुल बस्छ आमा। हजुर मेरो चाहिँ आमा एकदम पूर्व प्रदेश नम्बर 1 पर्छ। मेरो चाहिँ पास्तर रवि भन्ने ठाउँ। तर अहिले चाहिँ म यसो टुरमा आएको छु। हाम्रो झापा भन्ने साइड चिन्नुहुन्छ होइन? एउटा गीत छ नि आमा होइन, म त बाक्लुङे मैया नदीको होइन। दामी लाग्छ हौ, चलक्क परेर खुसी लाग्छ। हजुर हजुर हजुर। दाइ तपाईँ अङ्कल तपाईँको घर चाहिँ गोर्खा भन्नुभयो नि? ए हजुर। ए ए किन आज दिउँसो 3 बजीतिर मात्र किन बाख्रा चराउनु ल्याउनु भएको अङ्कल? ए यो बाख्राहरूलाई यसो कुडोहरू पनि दिनुहुन्छ? हजुर हजुर। ल त यता हाम्रो दाइ होइन, यता आमा सम्मान हुनुहुन्छ, यता पनि आमा सम्मान हुनुहुन्छ। हाम्रो मम्मी बाबाहरूलाई फरक पर्दैन र उहाँहरू चाहिँ
यो चरनमा चाहिँ यो बाख्राहरू चराउनु ल्याउनु भएको रहेछ। यसो म चाहिँ गाईहरू हिँड्दै थिएँ होइन, हिँड्ने क्रममा चाहिँ मलाई दामी लाग्यो क्या। अनि त्यही भएर यसो आमाहरूसँग बाबाहरूसँग कुराकानी गरिदेऊ न त भनेर चाहिँ गरिदिएको क्या। अब चाहिँ मेरो सर्ट एन्ड स्विट भ्लगलाई चाहिँ म आरके डुमी युट्युब च्यानल मार्फत तपाईँले यस भ्लगलाई हेर्न सक्नुहुनेछ। अनि आमा यो चाहिँ म एउटा सानो भ्लगर हो होइन, भ्लगहरू बनाउँदैछु। अनि तपाईँ मेरो सम्पूर्ण मेरो फ्यान्सहरूलाई, मेरो प्रिय मित्रहरूलाई के भनिदिनु न तपाईँको मुखा र बिन्दुबाट। हजुर हजुर राम्रो होस्, मैले चिने सम्पूर्णलाई राम्रो होस्। त्यही हो हामीले भन्ने त। अब अरू त के छ र होइन। आमा माया गरिदिनु पनि भनिदिनु। माया गरिदिनु सबैलाई होइन। सब्सक्राइब चलाएको च्यानललाई पनि माया गरिदिनु, युट्युब चलाउनुलाई पनि माया गरिदिनु, सब्सक्राइब गरिदिनु, लाइक पनि गरिदिनु। अनि मलाई आशीर्वाद पनि दिनु न आमा। वाउ धन्यवाद। ल वाउ आमाले मलाई यति धेरै आशीर्वाद दिनुभएको छ। म चाहिँ यहाँ टुप्लुक्क बसेर धन्यवाद आमा, धन्यवाद। आमाको आशीर्वाद मैले लिएँ, खुसी लाग्यो। अनि यता हाम्रो बाबा हुनुहुन्छ, बाबा मलाई के भन्न चाहनुहुन्छ? मेरो पनि त्यही हो। हजुर मेरो खानदान परिवार यहाँदेखि काठमाडौँसम्म पुग्दासम्म हजुर अब ऋषि धमला परिवारको मान्छे परेँ म हजुर है। हजुर धमला मेरो नन्दप्रसाद धमला मेरो नाम हो। हजुर अनि मेरो इष्ट मित्र हजुर। ज्वाइँ भान्जा भान्जी हजुर अनि मेरो सम्पूर्ण परिवारहरूलाई मेरो तर्फबाट आशीर्वाद चाहन्छु। तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको कार्य चाहिँ अनि माथि जाओस्, सफल वाउ होस्। धन्यवाद। यो युट्युबलाई के भन्नुहुन्छ? मलाई आशीर्वाद दिदिनुहोस्, माया गरिदिनु भाइको भनेर भनिदिनु न। हजुर माया गर्छु भाइलाई चाहिँ। यो युट्युब बनाउने यो कामहरू चाहिँ अरू फलोस् ठुलो अरू राम्रो होस्। भाइलाई यही आशीर्वाद। ल धन्यवाद अङ्कललाई, धन्यवाद। सो सम्पूर्ण मेरो प्रिय मेरो मित्र फेसबुक प्रेमी अथवा मेरो युट्युब च्यानल आरके डुमी भ्लग हेरेर बस्ने सम्पूर्ण मित्रहरूलाई फेरि पनि यो सानो कन्टेन्ट म चाहिँ यात्रा गर्ने क्रममा हुन्छ ल। ओके त देखाइदिनु त हाम्रो बाबा। धन्यवाद। बाबा आमाले चाहिँ होइन मलाई यति धेरै आशीर्वाद दिनुभयो। अनि म चाहिँ यसरी भाइसँग घुम्न निस्केको थिएँ। घुम्ने क्रममा चाहिँ हाम्रो आमा बाबासँग चाहिँ यसो बाख्रा चलाउनु मिलेको छ होइन। त्यो टाइममा चाहिँ मलाई बसेर क्लासहरू गर्न मन लाग्यो नि, मजा लाग्यो गाइस है। अनि यस्तै म चाहिँ सानो सानो कन्टेन्टहरू बनाउने गर्छु आरके डुमी भ्लग मार्फत। मलाई माया गर्नुहोला, सपोर्ट गर्नुहोला। मन पऱ्यो तपाईँलाई आफ्नो साथीलाई सब्सक्राइब गरेर सेयर गरिदिनु होला। एभ्रिवान थ्याङ्क यू सो मच फर वाचिङ दिस आरके डुमी भ्लग। एभ्रिवान लभ यु अल।